खै के काटेको कोही के खाने कि नखाने तिमीहरू भाग लिएर आफ्नो प्लेट बोकेर हामी कसलाई बोकेर अलि अगाडि बस्नु कहाँ त्यसरी हुन्छ पनि खिच्ने हो कोही छैन भने म एक्लै काटेर खाइदिन्छु किन निस्क्यो कस्तो छिटो गऱ्यो भने तिमीहरू चाहिँ कोही छैन अनि के त अनि हामी सबै बोकामा भाइराख्ने काटाउनु पनि ह्याप्पी बर्थडे ल मेरै ह्याप्पी बर्थडे म एक्लै हेर्छु यत्रै सिटी कोही आउँछ आइज न कोही आइज कसलाई खुवाउने हो अब खान्छ भने कोही नभए ह्याप्पी बर्थडे भन्नु यिनीहरूले पक्ति मलाई ह्याप्पी बर्थडे टु यु छोडिदेऊ न भने के यस्तो नहुनु न पुरै घरमा भए कस्तो मात्रै ल्याएर चलाएर राख्दैन नि यहाँ कस्तो लाग्छ यतिजना मात्रै हो एउटा उ गरेको थियो त्यो काम सकेपछि अनि गराउँला क्या फेरि 6 महिना पछाडि बर्थडे मनाउँला 6 महिना पछाडि बर्थडे हुँदैन हौ गाई छ खै के खान्दिनु न भिडियो कति भिडियो समातिर मोबाइल मात्रै के गाउँको त खान्दिन के ल के खान्दिनु त म खुवाइहाल्छु मोबाइल मात्रै हेऱ्यो भने सबै दिदीले के खान्छ दिदीले चाहिँ खान्दिनु हो क्या दिदीले चाहिँ खान्दिनु हो ए खान्दे दिदी आइज ए उसले चाहिँ खान्दिनु हो के अरे दिदीलाई खानु बोलाउनु न दिदी आइज तर नेपालीबाट बोल्ने गर्नु पर्यो नेपालीबाट हो नेपालीबाट बोल्ने अब कसलाई छोरालाई नखाइने हुन्छ ए त्यस्ता नानी हामी त त्यस्तो हुँदैन बाबालाई खान्दै बारे भिडियो गराउनु पर्यो कि भिडियो के खुवाउने कि नखाउने म के कहिले चलाउँदिन नि अहिले त ल्याउनु मोबाइल भयो खै के खान्ने त्यही मुख झिकेर खाँदै नि हुन्छ खुवाउने हो क्या लास्टमा म त्यो हुन यसलाई देखाऊ यसलाई रमन के खाँदैन साथीलाई तिमी खुवाउनु नखाने मलाई मलाई यस्तो केक चल्दैन किन माछा मासु भए म त खाइदिनु नि कस्तो के अरे माछा मासु भए चल्दै रे माछा मासु भएर चाहिँ मैले खुवाइदिन्थेँ मजाले खाउनु नखाउने भने तिमी खाउनु त अब केक म कहिले खानु केक कहिले म खानिदिन्छु खाइ छोड्नु खाइदिनु त होइन त्यत्रो त खाँदैन कस्तो आएको त त्यो त परे मात्रै ल्याउनु ल मलाई भने मलाई दिन लाग्नु होला नि होइन हजुर मलाई दिन लाग्नु होला ए के खाँदै अगाउँछ बाबालाई दल दिनु जस्तो लाग्थ्यो अब कसै बुढी मेरो बुझ्नु हुँदैन के गरे दल दिनु उयो त्यो होइन कि उयो माथिको क्रिम चाहिँ खोइ के गरे भने ल्याउनु तपाईँ म मान्छे मात्रै केक भएको नमाने
अब म त खाएर बसिरहेको गम गम लागेर अनि काट्दै दिनु अनि किन ल्याएको के त्यही भएर उस भयो खानु नि तपाईँ त्यत्रो होइन ल्याउनु त्यत्रो यो त साह्रै कम आयो ए कस्तो गरेर खिच्नु भएको थियो अगाडि कि पछाडि खिच्नु भए पछाडि हो यो त तिमीलाई चाहिँ यहाँ पारिदिन्छु मैले खाँदैन बर्थडे पार्टी रे हो गाइजहरू यो चाहिँ यति हो बर्थडे पार्टी यो केक भयो पिज्जा भयो नखाने हो यो के भयो यो के भयो यो के भयो थाहै छैन यो नुडल्स भयो चाउमिन रे हाम्रो खानेकुरा त सब आइसक्यो है यहाँ यो बियर रे यो चाहिँ तातो पानी हो हामीलाई फेरि अन्त सम्झि निकाल्दै हाल्छ अब हामी गाइस किन नखाने केक कहिले खाने लिनु लु भयो होला अब त भयो भयो त्यो अहिले लास्टमा म इन्डिङ गर्नु काटकुट गर्दै उस गर्ने हो म खाने हो अब यो खानु त ल त्यसैलाई भने खाऊ भने केक चाहिँ कसले खाने र केक त अब ल बाँड्दै खाऊ खानु आफैले खानु र यस्तो डब्बाले हालिदिन्छ अरू दिइहालेर त्यो अरू के अरू यो दिने किचन बर्थडेको कुरा थिएछ नि त अनि अरूलाई दिने कुरा भयो त्यो त आफैले खाने कहाँ खाने त यो चाहिँ नि खाने हो अब म गम गम खाने त्यो त भएन हौ त्यस्तो जस्तो अब ल त निकालिहाल्नु ननिकाल्नु ननिकाल्ने के गर्नु त्यो जाँदैन नि कहाँ रानी यहीँ रानी हो यो यसलाई त खुवाइदिनु पर्यो होला त्यहाँ राख्दिनँ त्यहाँ त काहीँबाट बनाउनु पर्यो क्या भिडियो त्यो यो नि फेरि म त टिक्का लगाइसकेँ जयसम्तीले के बियर होइन केक भिडियो भयो कति मिनटको भयो 7 मिनटको रहेछ 60 मिनट 7 मिनटको हुन्छ है मैले त खानु थालेँ है मेरोमा त भिडियो बनाएर होला नि ए दाइको भयो खिच्दिनु न मलाई एक टाउको हाल्नु न एक मुखले टाउकोले